नमस्कार। आज हामी नेपाली रुपैयाँ नोट, खास गरी 1000, 500 अनि 100 रुपैयाँका नोटका सुरक्षा विशेषताहरूबारे अलि गहिरिएर कुरा गरौँ न है। नमस्ते, एकदम गरौँ। यो जानकारी चाहिँ नेपाल राष्ट्र ब्याङ्कको वेबसाइटमै आधारित छ, उहाँहरूले नै तोकेको मापदण्ड हो, आधिकारिक स्रोत भयो। हाम्रो उद्देश्य पनि तिनै जानकारीलाई सरल पारेर कसरी सक्कली नोट चिन्ने भन्नेमा सघाउने हो। ल, सुरु गरिहालौँ। सुरु गरौँ। खासमा राष्ट्र ब्याङ्कले नोट सुरक्षित राख्न धेरै उपाय लगाएको छ, तर हामीले जाँच्न चाहिँ मुख्य 3 तरिका छन्। 3 तरिका के होला ती? हेरेर, छोएर अनि ढल्काएर। लुक, फिल, टिल्ट भने जस्तो। हेरेर, छोएर, ढल्काएर। ल, पहिलोमा जाउँ न त। हेरेर के थाहा पाउन सकिन्छ? सबैभन्दा चिनिने भनेको त पानी छाप, वाटरमार्क भन्छ नि। 1000, 500, 100 तीनवटै नोटलाई उज्यालोतिर फर्काएर हेर्यो भने लालीगुँरासको फूलको आकृति देखिन्छ। लालीगुँरास, त्यो स्पष्टै देखिन्छ। एकदम स्पष्ट। यो कागज बनाउँदैखेरि राखिने हुनाले अगाडि पछाडि दुवैतिरबाट उस्तै देखिन्छ। नक्कलीमा यस्तो बनाउन गाह्रो हुन्छ। हजुर। अनि अर्को त्यो सी थ्रु रेजिस्टर भन्छ हैन? हो, सी थ्रु रेजिस्टर। 1000 र 100 को नोटमा अगाडि र पछाडि छापिएको आधा डिजाइन हुन्छ। उज्यालोमा हेर्दा त्यो मिलेर पूरा अङ्क 1000 वा अक्षर एनआरबी बन्छ। मिलेर पूरा बन्ने? हो। अनि 500 मा पनि एनआरबी अक्षर त्यसरी नै जोडिएर पूरा देखिन्छ। यसको लागि एकदमै सटिक प्रिन्टिङ चाहिन्छ के? यो त निकै प्राविधिक कुरा रहेछ। अनि त्यो धागो नि, सुरक्षण धागो, सिक्युरिटी थ्रेड, त्यो त झन महत्त्वपूर्ण होला है? एकदमै। त्यो धागो नोटको कागजभित्रै हुन्छ, बाहिर टाँसेको जस्तो होइन। 1000 र 100 को नोटमा उज्यालोमा हेर्दा पुरै धागो देखिन्छ। अनि त्यसमा एनआरबी अनि नोटको अङ्क मतलब 100 वा 1000 लेखेको प्रष्ट देखिन्छ। अनि 500 को मानि? 500 कोमा चाहिँ अलि फरक छ। धागोमा एनआरबी अनि बाघको सानो चित्र अनि 500 लेखेको हुन्छ पालै पालो। उज्यालोमा हेर्दा त्यो पनि पुरै चौडाइमा देखिन्छ। बाघको चित्र पनि? ल है, हेरेर थाहा पाउने कुरा त यी भए। अब दोस्रो तरिकामा जाउँ, छोएर। नोट छोएर कसरी थाहा पाउने त? छोएर थाहा पाउनेमा सबभन्दा मुख्य चाहिँ इन्टाग्लियो प्रिन्ट भन्छ, मतलब उठेको मसी। उठेको मसी कस्तो हुन्छ त्यो? नोटमा अक्षरहरू भएको ठाउँ, जस्तै श्री नेपाल राष्ट्र ब्याङ्क लेखेको ठाउँ, गभर्नरको सही, अनि 1000 र 100 मा अगाडि त्यो सगरमाथा वा हात्तीको चित्र, 500 मा कुबेरको चित्र, ती ठाउँमा औँलाले छाम्दा अलि खस्रो मसी उठेको जस्तो अनुभव हुन्छ। हो त है, मैले पनि त्यो अलि खस्रो जस्तो याद गरेकी छु। हो, त्यो विशेष छपाई प्रविधि हो। नक्कली बनाउन गाह्रो र महँगो पर्छ, त्यसैले यो भरपर्दो सङ्केत हो। अनि दृष्टिविहीनहरूका लागि पनि केही सङ्केत हुन्छ भनिन्छ नि? हो, त्यो पनि छोएरै थाहा पाउने हो। 1000 को नोटमा बायाँपट्टि एउटा उठेको अङ्ग्रेजी अक्षर एम हुन्छ। एम अक्षर? अनि 100 को नोटमा एउटा गोलो थोप्ला उठेको। 500 को नोटमा चाहिँ त्यस्तै 2वटा गोलो थोप्ला हुन्छन्। 1000 मा एम, 100 मा 1 थोप्ला, 500 मा 2 थोप्ला। हजुर। यसले उहाँहरूलाई नोट चिन्न सजिलो हुन्छ। अनि अर्को 1000 र 100 मा अगाडि एउटा इम्बोस पनि हुन्छ, त्यो पनि छोएर थाहा हुन्छ, उठेको र टल्किने बुट्टा जस्तो। त्यो इम्बोस, त्यो पनि छोएरै? हो, छोएर थाहा हुन्छ र ढल्काउँदा टल्किन्छ पनि। ल, यो त भयो छोएर थाहा पाउने कुरा। अब तेस्रो र अन्तिम तरिका, नोट ढल्काएर, मतलब टिल्ट गरेर हेर्दा के देखिन्छ? ढल्काएर हेर्दा पनि महत्त्वपूर्ण कुराहरू छन्, जस्तै अघि हामीले भनेको सुरक्षण धागो। धागो। 1000 को नोट ढल्काएर हेर्नुभयो भने त्यो धागोमा रङ मात्रै बदलिँदैन, अलि फरक खालको मतलब चलायमान जस्तो डाइनामिक इफेक्ट देखिन्छ। डाइनामिक इफेक्ट? कस्तो होला त्यो? अलि भित्र केही चलिरहेको जस्तो देखिने। तर 500 र 100 को नोटमा चाहिँ धागोको रङ रातोबाट हरियोमा सर्लक्क बदलिन्छ। त्यो सजिलै देखिन्छ। रातोबाट हरियो, ठिक छ। यो रङ परिवर्तन हुने मसी, अप्टिकल भेरिएबल इङ्क पनि नक्कली बनाउन गाह्रो कुरा हो। अनि अघि भन्नुभएको इम्बोस नि, त्यो ढल्काउँदा कस्तो देखिन्छ त? हो, त्यो 1000 र 100 को नोटमा भएको इम्बोस नोट ढल्काउँदा चाँदी जस्तै टल्किन्छ। मेटालिक सिल्भर भन्छ नि, त्यस्तै। चाँदी जस्तै टल्किने? हो। अनि 1000 को नोटमा अर्को एउटा चम्किलो मसीको प्रयोग पनि छ, आइरिडिसेन्ट इङ्क भन्छ।
त्यो नोट ढल्काउँदा खैरो पृष्ठभूमिमा हल्का पहेँलो रङको चमक देखिन्छ। हजुर। अनि 500 को नोटमा चाहिँ त्यो अगाडिको कुबेरको चित्र छ नि, कुबेरको चित्र। त्यसको रङ नोट ढल्काउँदा सुनौलोबाट हरियोमा परिवर्तन हुन्छ। यो पनि अघिको धागो जस्तै अप्टिकल भेरिएबल इङ्कले बनेको हो। ए, भनेपछि 500 मा धागो पनि हरियो रातो हुने, कुबेरको चित्र पनि सुनौलो हरियो हुने। हो, ठ्याक्कै। यी सबै विशेषताहरू नोट सक्कली हो भनेर प्रमाणित गर्न राखिएका हुन्। थोयौं र ढल्कायौं भने त सक्कली नोट सजिलै चिन्न सक्ने रहेछौं। हो, बिल्कुल। यी सामान्य 3 तरिका, हेर्ने, छुने र ढल्काउने, यतिले नै धेरै हदसम्म नक्कली नोटबाट बच्न सकिन्छ। राष्ट्र ब्याङ्कले दिएको यो जानकारी व्यवहारमा प्रयोग गर्नु पर्यो। आज हामीले नेपाली नोटका यी सुरक्षा पाटाहरूबारे निकै उपयोगी जानकारी लियौं। अब एउटा कुरा मनमा आयो, प्रविधिले गर्दा आजकल डिजिटल भुक्तानी यति बढिरहेको छ, हैन? हो, बढिरहेको छ। यस्तो बेलामा यी भौतिक नोटहरू र यिनका यति जटिल सुरक्षा विशेषताहरूको महत्त्व भविष्यमा कस्तो रहला? घट्दै जाला कि झन महत्त्वपूर्ण होला? यो प्रश्न चाहिँ विचार गर्न लायक छ जस्तो लाग्यो। एकदम। यो सोच्नुपर्ने कुरा हो। प्रविधि र परम्पराको यो द्वन्द्व रोचक छ।